कब्जा गर भनेको के हो? के कब्जा गर्ने? कब्जा गर्न पाइन्छ कि पाइँदैन? यो काठमाडौँ तपाईको बाउको होइन, तपाईको बाउ बराजुको होइन। अहिले म मान्दिनँ सर, एकछिन सर चुप लाग्नु। कसरी कब्जा गर्नुहुन्छ? तपाई कुर्सीमै बसे पनि ओपन च्यालेन्ज। नेपाली जनता सबै उठेर तपाईको कार्यालय कब्जा गरे भने कहाँ भाग्नुहुन्छ? मलाई बोल्नै दिनुहुन्न, कतिपय कुरा राख्नै दिनुहुन्न। तपाईले त भन्नुभयो प्रधानमन्त्रीज्यू डिक्टेटरशिप नगर्नु, फेक भिडियो हो भन्नुभयो। टियर ग्यास हानेर, डेड एक्सपायर टियर ग्यास हानेर जनतालाई ट्र्याप पारेर अघिल्लो दिन नै माथि घरका छानामा हतियारधारीहरूलाई रविलाई थुन्दै जाऊ, फेरि इलेक्सन भयो भने सर्वाधिक बहुमतले जिताएर पनि देखाउँछौँ, उसको पार्टीलाई लार्जेस्ट पनि बनाउँछौँ पनि भने जनताले भने। अब अहिले मलाई चाहिँ खुसी लागेको कुरा, राप्रपा र रासोपा ठ्याक्कै मिलेर संसद चल्न दिनु हुँदैन, किनभने मान्छे सेटिङमा बिक्री गरिया छ। तर संसद चल्न नदिने त फरक कुरा हो डाक्टर साहब, तर उनीहरूले संसदको भित्र नै भुइँमा बसेर बेल घेराउ गर्नु नैतिकताले दिन्छ? किन दिँदैन? गर्न मिल्छ। सरकारले चाहिँ 50,000 देखि 3 लाख रुपियाँ लिएर सेटिङमा भिजिट भिसाका नाममा 7 लाख नेपाली बिक्री गर्न मिल्छ भने संसदमा हरेक किसिमले विरोध प्रकट गर्न सकिन्छ, गर्या छ। राप्रपालाई पनि म धेरै धेरै बधाई दिन्छु, किनभने अडान छोडेन। राष्ट्रपालाई पनि बधाई दिन्छु, अडान छोडेन। कठैभरि माओवादीको दया लाग्यो। अघिल्लो दिनसम्म त बाघ गर्जे जस्तो हामी छोड्दैनौँ भनेका कुराहरू आयो। तपाईँलाई पनि जाग्छु भनेपछि हजुर त्यसो नगरिदिनु, म राजीनामा सादिनामा माग्दैन भनेर लुरुक्क परेको माओवादी देख्दा बिचारा भन्न मन लाग्छ। तर यो गृहमन्त्रीले राजीनामा नदिकन सुखै पाउँदैन। गृहमन्त्रीज्यूले राजीनामा नदिई सुख नपाउने पाउँदैनन्। किन डाक्टर साहब? किनभने न राप्रपाले छोड्छ न रासोपाले छोड्छ। जबरजस्ती पेलेर कुटेरै गर्छौँ भने नेपाली जनताले छोड्दैन। फेरि गृहमन्त्री कानुनको ज्ञाता लाई पनि ल्याएर जेलमा हाल्नु, अमेरिकाको राष्ट्रपतिलाई पनि तपाईँले ल्याएर जेलमा हाल्नु, किनभने उनले भनिदिइसके नेपाल इज मोस्ट करप्टेड। आफ्ना छोराछोरीलाई भिजिट भिसाका नाममा तस्कर गर्दो रहेछ भनेर ब्ल्याकलिस्टमा हालिसकेका छ। उहाँको त हरिबिजोग छ अहिले। अब हामीलाई डर देखाउनु, यसो गोली सोलीले हान्नु, टियर ग्यास हान्नु। डाक्टर साहबलाई डर लाग्यो? हजुर डर लाग्यो तपाईँलाई गृहमन्त्रीज्यूसँग? मलाई गृहमन्त्रीज्यूसँग अलिकति पनि डर आएन। लगेर उहाँले बढी से बढी जेलमा कोच्नु होला, गोली हान्नु होला, मार्नु होला, किन उहाँको हातमा सत्ता छ। तर त्यसरी सत्ताको आयु लम्बिँदैन। म पनि राजनीति गरेको मान्छे हो, झापा आन्दोलनदेखि जोड। गगनले संसदमा हल्लाएको रविको फाइल कहाँ छ? त्यो फाइलै होइन, नक्कली कागज, त्यो खाली कागज देखाएको प्रमाण भन्दै। त्यो फाइल होइन? होइन, त्यो केही पनि छैन, त्यहाँ भइदिइहाल्थ्यो नि। संसदभित्र गरिमामय संसदमा गएर त्यस्तो गर्न मिल्छ डाक्टर साहब? अब नेपाली काङ्ग्रेसका राष्ट्रिय देवर हुन्, मिल्छ नि, उनीहरूलाई त जे गरे पनि मिल्छ नि। जे गर्दा